दिदी यस्तो घाटी राख्नु त भएन फिलातिर काम मुटु आओ कहाँ जाँदै मान्छौ कुल पूजामा कुल पूजाको खाना खाना जाने हामी दिदीको घर राधा दिदीको घर के रमाइलो गर्छौँ हामी भिडियो खिच्दै गर्छौँ तपाईहरु हेर्दै गर्नु होला हामी जाँदैछौँ अब दिदीको घर धेरै टाढा त होइन तर हामी स्कुटीमा जाँदैछौँ किनकि अहिले फेरि आउँदाखेरि अँधेरो हुन्छ अनि आमाहरूलाई चाहिँ तरकारी मात्रै पकाएर रोटी पकाएन रोटी पकाउन आउनु पर्छ त्यही भएर ल A few moments later मा आउने भएनीहरु एक्स्ट्रा मासु खसीको मासु त माहाको मासु नि हो कस्तो लाज लाग्छ र तपाईँ भाइरल हुनुभयो भने भैँसीको जस्तो पुरै बोरामा छ है एक बोरा मासु चुएर त्यो प्लास्टिक किनेर हालेको यही पनि छेडे त हड्डी बिहानी बेला बगिरहेको फते आज दुला भरमा माग्यो बाकी सबै अब मेरो प्रब्लम यही हुन्छ फ्यामिली ग्यादरिङमा अन्तिमले भनेको हैन अब एक्जाम सकिएपछि खोल्नु भनेर अनि मेरो एक्जाम सकिए हैन मैले रिपोर्ट बुझाएँ रिजल्ट आउन पर्यो मामाले मिठो बारबिक्यु भन्नुहुन्छ भन्ने सुनेको बारबिक्यु त हालिदिन्छु जाली त माइजूकोमा छ नि कहाँ छ मसित बाहिर थियो त ए त्यो उसको जाली झ्यालको ढोकाको जाली त्यसो हुन्छ त्यसमै हुन्छ अस्ति ल्याउने भुलिएको भयो चाहिँ राम्रो दाउरा छ माथि बारबिक्यु हाल्नु के त्यो सिङ्गा कोपेर भुङ्गा माथि सिङ्गा त कहाँ त सिङ्गा नभएर त छैन त कलमको सिङ्गा छैन अलिअलि मेहनत गरौँ न यसो अलिकति भाइरल बनाइदिने काम त गरौँ दिदी यस्तो घाटी राख्नु त भएन दिदी यस्तो घाटी राख्नु त भएन एक महिना त ढाड भयो हुन्छ उदाउन नजाने नि हुन्छ गाई ये भगवान मैले त उल्टो गरे नि त बोक्रा दे उसे त खाली क्या छिलेको यो त खाली जस्तो छ काण्डा गरिने अब प्रियाले आसी छैन अर्को म त्यही गरे पनि पखाल बोक्रा यो त खाली ल तपाईँको भाइलाई दिनु निकाल्न त मिल्छ यो कलर के जसको नि यस्तै कालो हुन्छ कि खसी नै कालो भएर हो होइन पोलेको भएर खसी खाए बुढो भयो बल्ल सोध्दैछिन् जति गोरो भने आगो पनि त्यस्तै हुन्छ यो हजुर अनि डढेपछि कालो आलु पोखरा भन्छ हामीले कसैले आलु दिदीले ल्याएको खाजा एकदम पेट साफ हुने पासको नि औषधि मिठो पनि हामीलाई त आयुर्वेदिक मास्टर नि भन्नुपर्छ है हामीलाई पनि आयुर्वेदिक मात्र
डाक्टर नि भन्दा विज्ञ भनौँ न यो यो त हात त हाम्रो त यो एउटाले मासु पार्दैन भन्ने अर्कोले त्यही हातले निकालेर खाने नन भेजका मात्रै पिज्जा हालिदिनु अरू निकाल्नु के त्यस्तो गर्दाखेरि हो त्यही हालिदिनु के नन भेजका पिज्जा र अनि ती कस्तो भयो थियो आज मलाई त्यो खसी काटेर आँगन गुड्राउँदा है रातभरि कराएर सुत्न देखाएन लतार्दै लिएर हिँडेको काटेर कसरी काटेर कतिवटा काटे अब मैले दुईटा लतारेको काट्ने बेला त म त दुख्रिहाल्यो कतिवटा काटेको खाना त सक्दिन 15वटा 15वटा कति बढी बढी छ सक्दिन मैले काटेको मन पर्दैन हो के यस्तै खाएर सकाउनु पर्छ कहाँबाट तँ भित्र आएर पर्यो फिलातिर कहाँ मुटु आऊ मुटु जस्तो देखियो नि त फिला मुटु रहेछ क्या भने ती त सबै तर भुटान पनि लास्ट मिठो हुन्छ नि मिठो हुने फलेर आफ्नो हाम्रो आजको कुकम्यान इधर भइसकिन्छ मिस्टर पुरुषोत्तम तिङ्गल सेला लान्छ कतिजनाको लागि पकाउँदै हुनुहुन्छ जान्छ आज हिजो गाउँ गएर कस्तो अनुभव गर्नुभयो कुलानीको पूजामा गएर कुरा नसुनाउ अहिले जिउ लतक्कै हुन्छ क्या हाम्रो नानी मायाले होमवर्क गर्दै हुनुहुन्छ हाम्रो भान्जा पार्टी छोरी पार्टी बाहिर गफ ए भूत भएर बस्यो ओए झन् बत्ती बाल्न जान्नला भनेको त अर्को पनि निभाइदिनुहुन्छ एकछिन मनमा भएन रोएको तर माने भनेर म त्यही सोच्दै लौ बत्ती बाल्न जानुभएछ भन्ने छिटो बाल्नु न यसरी कन्टेन्ट ननिकाल हामी त्यस्तो पारिवारिक माहौलमा कस्तो यहाँ फेस टु फेस टक हुँदैछ कस्तो राम्रो बारे हाम्रो आजको पार्टीको मेन गेस्ट बल्ल आउनु भयो भिआइपी ए बा अब पवित्र बनाउनु भयो अब त्यसलाई पनि साँच्चै स्टोर गरेको त हैन दिदी इनको हैन नफर्किने खाली खाम्रो हो यो तीनजना हाम्रो गेस गर्नु लाइन दिनु गेस गर्नु भने त्यो भन्दैन त्यो गेस गर्नु दिनु कान्छाले भन्नुभएको लाइन गएको मौका छोपेर चर्को चर्को ओ प्रिया यो मासु हो नचोड्न अरे के आ गर प्रिया म फेमस भयो भने तौना हुन्छ के फेरि हामी फेरि घर जान लाग्यो घर गएर चाकु ल्याएर आउने किनकि खाना खाएर फर्किन ढिला हुने भयो त्यही लान्छु One eternity later. कतिवटा नाति नातिना खाएर नातिनी नाता नातिनी
A few moments later. घर गएर खानासाना खाएर रमाइलो गरेर आइसकेँ। मैले मुख पनि धोएर मेरो मेकअप पनि फालिसकेँ। अब चाहिँ बाई बाई, गुड नाइट।